दिल्लीमा म यस्तो प्रकारले अभर पर्छु भनेर कहिले पनि सोचेको थिइनँ। रातिको 11 बजिसकेको थियो। लेट भएको कारणले गर्दाखेरि मेरो 2000 त्यतिकै गयो स्पाइस जेटमा। आकाशमाथि उडेर खानुको मजा नै बेग्लै छ। हाई गाइज, वेलकम टु माई मिनी ब्लग। आजको यो छोटो अनि मिठो ब्लगमा तपाईँहरूलाई स्वागत छ। सिक्किमबाट म हिँडिसकेको छु। कहाँसम्म हो यात्रा त्यो हेर्नको लागि पुरै ब्लग हेर्नुहोस् होला। यसरी नै म सिलगढी पुगिसकेको छु अनि सिलगढीबाट सिधै बागडोग्रा एयरपोर्टसम्म जाँदा जाँदा एकदमै भोक पनि लागेको थियो। खाजासाजा खाइकन हामी सिधै एयरपोर्टमा लागिसकेका छौँ। अनि यो बागडोग्रा एयरपोर्टदेखि दिल्लीसम्मको यात्रा छ भने दिल्ली चाहिँ मेरो पहिलो सोलो ट्रिप हुन गइरहेछ। म चाहिँ 45 मिनट अगाडि नै आएको थिएँ, तरै पनि एकदम ढिलो भइसकेको रहेछु। जुन चाहिँ लगेजको लागि पठाउनु पर्ने थियो त्यो बन्द भइसकेको थिएछ। एकदमै हतार हिँड्दै गइकन त्यहाँनिर स्क्यान गर्ने जग्गामा पुगेँ अनि त्यसपछि त्यहाँनिर बोर्डिङको लागि चाहिँ टिकट पाउँथ्यो, तर फोनबाटै नै मैले काम चलाएँ। ह्यान्डब्यागमा मात्र 8 केजी दिन्थ्यो भने यो ट्रली पनि ह्यान्डब्यागमै इन्क्लुडेड गरिकन 3 केजी बेसी आएको कारणले गर्दाखेरि मैले एक्स्ट्रा चार्ज तिर्नु पर्थ्यो। आई होप तपाईँहरू आउँदाखेरि चाहिँ एकदमै 2 घन्टा 3 घन्टा छिटो आउनुहोस् यो चार्जदेखि बाँच्नको लागि। फाइनली गाइस, अहिले भने म प्लेनभित्र अनि मेरो सिटमा बसिसकेको छु भने यहाँ हाम्रो एयर होस्टेसले आफ्नो इन्स्ट्रक्सन दिँदै हुँदैछ। यसरी नै प्लेन सुरु भइसकेको छ यहाँनिर घुम्नको लागि अनि तयारी। अहिले भने छु म आकाशमाथि, आकाशको भ्यू राम्रो मजाले हेर्दै। मलाई चाहिँ अघि त्यो 2200 भित्रबाट नै यो चाहिँ स्यान्डविच यहाँनिर पठाइदिनु भयो रहेछ। त्यसको लागि थ्याङ्क यू सो मच स्पाइस जेटलाई। अलिकति चार्ज उठाइकन यो चाहिँ एउटा ट्रिट जस्तो हो स्पाइस जेटकोबाट। अनि यसरी नै बेला बेला म सुत्दै उड्दै 2 घन्टा भइसकेछ। यसो किताब पनि बुक पनि ल्याएको थिएँ, यसो पढेको जस्तो गर्दै साइड भ्यू तपाईँहरूलाई देखाउँदैछु। यो भ्यू यो स्पाइस जेटले चाहिँ अलिकति ग्लास चाहिँ पुसिदिनुहोस् होला। साइड सिट राखेको मतलबै भएन, यो एकदमै मलाई चाहिँ चित्त बुझेन होइन। एकदम भिडियो गर्दा पनि एकदम राम्रो देखिएको थिएन। सो फाइनली हामी नभन्दै दिल्ली आइपुगिसक्यो। सबभन्दा चाहिँ हामी इन्दिरा गान्धी एयरपोर्टमा आइपुगिसकेको छौँ। दिल्ली पुग्न त पुग्यो गाइस, तर मेरो फर्स्ट टाइम भएको कारणले गर्दाखेरि मलाई थाहा थिएन कहाँ जानुपर्ने के हो। तर थ्याङ्कफुली अहिले डिजिटल एरा भएको कारणले गर्दाखेरि हातमा म्याप थियो। गाइस, न्यू एक्सपिरियन्स हुँदैछ होइन। हाम्रो इन्डियाको क्यापिटल यति ठुलो रहेछ इन्दिरा गान्धी एयरपोर्ट। एन्ड दिस इज माई फर्स्ट टाइम गाइस। रियली आई फिल रियली अमेजिङ होइन। त्यो भने चाहिँ मेट्रोको टिकट काटिसकेको छौँ न्यू दिल्ली भएर। फेरि ओल्ड दिल्ली चाँदनी चौक गइकन चाहिँ जानुपर्ने रहेछ।